एभ्रिवान म चाहिँ आज केही गर्नु भिडियोहरू केही गर्नु पाइनँ साथी हो अहिले काम साम सकेर चाहिँ कुखुराहरू ल्याउनु जाँदैछु आज चाहिँ हाम्रो बाजारबारी थियो नि त कि यहाँ खन्दैछ यी सबैजनाले म चाहिँ आज बिजी भएर हो सबै सकेर चाहिँ फेरि कुखुरा आउने भएर ल्याउनु गएको केही भिडियो बनाउनु पाइनँ खन्दैछ यहाँनिर हो सक्नु आँटेको छ साथी हो हाम्रो चाहिँ आज थियो नि त त्यही यस्तो छ है साथी हो हेलो एभ्रिवान म चाहिँ यहाँनिरबाट चाहिँ जाँदैछु हो कुखुरा ल्याउनु है बुढा पनि बिजी भयो आज घरमा बाज गरेर त यतिखेर कुखुरा पनि आउनु पर्ने हो साथी हो अन्त चाहिँ म चाहिँ जाँदैछु ल्याउनु काम साम सकेर हत्तु भयो बिहानदेखिको चुलामा बसेर हो खाना बनाएर खिटा लाएर 12 बजी खाना दिएर भाँडा ढङ्गु मोलेर चाहिँ त्यस्तो मोलेको त्यस्तै हिँडेको हो कुखुरा ल्याउनु अन्त तपाईँहरूलाई म त्यहाँको बारीको भिडियो पनि देखाउनु पाएन मैले सानो क्लिप गरिराखेको छु हो यता कुखुरा ल्याउनु आउँदाखेरिको तपाईँहरूलाई म त्यो देखाउँछु खोला हेर्नुहोस् न यो तरेर जान्छ यो बाटो जाँदैछु हो यस्तो अन्त चाहिँ आउँदैछ अरे भाइ कुखुरा लिएर आउँदा हो बुढा साथी बाटोमा धन्न हालि पनि सक्यो हो भिडियो बनाउनु पाएन अन्त त्यो दिन चाहिँ यस्तो दामी भइरहेको छ अघि पानी छिटाउँदै थियो अहिले चाहिँ यतिको भइरहेको छ हो यति हो ल हिजो कस्तो थियो अहिले कस्तो छ हेर्नुहोस् है यसरी चाहिँ खनेर चाहिँ माथिबाट मल हालेर चाहिँ गाजर छ चाहिँ साथी हो यहाँनिर पनि यस्तो भइरहेको छ सबै यहाँ तल पुगिसक्यो हो यहाँ पनि भइसकिसक्यो है हो अन्त चाहिँ यतिको भएको छ यस्तो दामी देख्छ है साथी है हो खन्दैछ मल छर्दैछ माथिबाट चाहिँ यसरी मल छर्छ हो छ्यामाहरू हुनुहुन्छ यसरी यत्तिको चाहिँ दामी भएको छ यसरी यो तल खन्दैछ यस्तो छ साथी हो यस्तो दामी देख्छ अहिले चाहिँ यहाँ चाहिँ खन्दैछ है खनेर चाहिँ सम्माउँछ हो यहाँ दादा बाङाहरू हुनुहुन्छ